रक्सी चुरो चाख्न पाइन्न बाहिर केटी राख्न पाइन्न हो रक्सी चुरो चाख्न पाइन्न बाहिर केटी राख्न पाइन्न मान्दिनेलाई मान्दिन्छु है सान्दिनेलाई सान्दिन्छु तिमीले धोका दियौ भने माकस कट्टा हान्दिन्छु मैले कट्टा हान्दिन्छु नमस्ते वेलकम अनि जोडले हामी छौं एकान्जु श्रृंखलाको यो अर्को एपिसोडमा हामीसँग हुनुहुन्छ मेरो प्यारो भाइ ल परिचय दिउ कान्छ नमस्ते मेरो नाम भुवन सुनारी हो म अहिले 4 कक्षामा पढ्छु र मेरो मामीको नाम गीता माया सुनारी र मेरो बुबाको नाम छेमबहादुर सुनारी हो तिमी कुन स्कुलमा पढ्छौ गौरीशंकर माध्यमिक स्कुल तिम्रो घरमा को हुनुहुन्छ बाबा मम्मी भाइ अनि म भाइको नाम पनि भन्दिउ ल मेरो भाइको नाम पूजन सुनारी वाह कति मिठो बोलेको तिम्रो कति रोल नम्बर बाबु अहिले 4 4मा 4 है त अनि के अब तिम्रो भविष्यमा चाहिँ तिमी के बन्ने होला लक्ष्य के हो तिम्रो गायक तिम्रो सबभन्दा मन पर्ने गायक को गायक कमला घिमिरे है त अनि तिमीले कतिको हेर्छौ मोबाइल मोबाइल त हेर्दिन त्यही भएर उलाई चाहिँ बढी एक्स्ट्रा कुराहरु चाहिँ खासै उ जो जाजो बाजु जो उलाई वास्तै छैन उ चाहिँ पढाइमा फोकस गर्छ हैन तिम्रो चाहिँ पछि पढेर के गर्ने विचार छ तिमी गायक बनेर यताउता गीत गाएर हिँड्ने वाह अब कन्सर्ट हेरेछौ कि नि तिमीले अहिलेसम्म कन्सर्ट भनेको त स्टेजमा गएर नाच्ने गएर गाउने साँच्चै हेरेछौ रमाइलो लाग्छ त्यस्तो हेरेर त नाच्न मन लाग्यो वाह के भन्छ तर वार्षिक उत्सवमा नाच्ने हो वाह कहिले हो वार्षिक उत्सव आइतबारबाट कतिसम्म हो नि आइतबारबाट ल ठिक छ तिमी अब वार्षिक उत्सवमा गाउने हो कुन गीत गाउने हो नाच्ने त हो ठिक छ तिमीलाई अब सबभन्दा स्कुलको बारेमा के मन लाग्छ तिमीलाई स्कुलको बारेमा के मन पर्छ तिमीलाई पढाउने लेखाउने वाह तिम्रो बेस्ट फ्रेन्डको नाम भन्नु नि ओमराज गा एउटै स्कुल एउटै कक्षामा पढ्ने ओहो कताको हो पहिला सरगढ बस्थ्यो अहिले यहाँ आएको वाह अनि अरु के मन पर्छ त तिमीलाई स्कुलको बारेमा तिम्रो साथीहरुको बारेमा त खेल्ने फुटबल खेल्ने त्यस्तै डेली खेल्छ फुटबल मिसले ल्याउन मिसले बोल ल्याउन पर्छ भने मात्र खेल्छ बेला बेला आफै ल्याउँछ अनि हामी त खेल्छ अब तिमीलाई मासु मन पर्छ कि माछा मन पर्छ मासु मन पर्छ के को मासु मन पर्छ कुखुराको ढेडो लास्टै मन पर्छ आउँछ कि नै पकाउन खाना पकाउन आउँछ कि नै तिमीलाई खाना पकाउन आउँछ तर ढेडो बनाउन आउँदैन ढेडो त गाह्रो हुन्छ है ढेडो त मलाई पनि आउँदैन फेरि त्यस्तो कुखुराको मासु ब्रोइलर मन पर्छ कि घरको लोकल ब्रोइलर सबभन्दा कुन खेल खेल्न मन लाग्छ तिमीलाई फुटबल हेर्छौ कि नै तिमीले फुटबल त बेला बेला मेस्सी मन पर्छ कि रोनाल्डो मलाई त मेस्सी मन पर्छ रोनाल्डो लास्टै मन पर्छ ए पुरै उदुमै भयो त ल अनि तिम्रो रनको हैन र तिम्रो गाउँ रनको हैन निजदी छ अर्चाले रनगुवामा पढ्छ उसको रनगुवामा को हुनुहुन्छ तिम्रो अहिले मेरो हजुरबुबा हजुरआमा फुपू दुईटा फुपू थियो सानो फुपूले फेरि बिहा गरिसक्नु भएको राम्रो छ रनगुवा म चाहिँ गएको छैन रनगुवामा चाहिँ अरू के मन पर्छ त तिमीलाई सबभन्दा मन पर्ने खानेकुरा के हो तिमी मन पर्ने
मन पर्ने त फलफुल फलफुल हो फलफुल निकै मन पर्छ जङ्क फुड नि ल्या जङ्क फुड साँच्चै मन पर्दैन खाना त खान्छौ अहिलेसम्म जङ्क फुड खान्छौ कि खान्छौ नि होइन बर्गम मात्र हल्कामा डोपामिन थाहा छ कि नि तिमीलाई हजुरले नै पढाउनु भएको त्यो याद छ अझै पनि तिमीले दिनमा कति हेर्छौ मोबाइल दिनमा पटक दिनमा एकपटक मात्रै 10 मिनेट 10 मिनेट हेर्छौ तिमीलाई चाहिँ जस्तै आफ्नो गाउँमा के गर्न मन लाग्छ गाउँमा बाटो नभएकोमा बाटो बनाउने अनि फेरि गरिबहरूलाई सहयोग गर्ने जस्तै तिमीसँग तिम्रो ब्याङ्कमा अहिले 2 करोड भएको भए के गर्थ्यौ तिमी 2 करोड भएको भए स्कुल नखोली ठाउँमा स्कुल बनाउने अनि फेरि बाटोघाटो सफा गर्ने अनि बाटोहरू बनाउने वाह तिमीलाई सबभन्दा मनपर्ने देशको नाम के हो देशको नाम नेपाल नेपालमै मनपर्छ तिमीलाई तिमी जहाँ गए नि पाउँछौ भनेको भए कुन देशमा जान्थ्यौ नेपालै नेपालमै बस्थ्यौ तिमीलाई तिमीलाई उड्न मिल्ने खालको शक्ति दिन्छु सुपर पावर दिन्छु भनेको भए सबभन्दा पहिला के गर्थ्यौ सबभन्दा पहिला त्यो खर्न लागेको मान्छेहरूलाई खास बजाउँथ्यो अनि भिरबाट लटेको मान्छेले बजाउँथ्यो हो त्यस्तो है ल एकदम राम्रो सोच ठिक छ तिमी कुन मन पर्छ तिमीलाई सबभन्दा सुपर पावर ल तिमी अब उडेको मन पर्थ्यो कि सबभन्दा बलियो हुन्थ्यो कि सबभन्दा बुद्धिमानी हुन्थ्यो कि सबभन्दा अब हराउन सक्ने कि इन्भिजिबल हुन्थ्यो बुद्धिमानी भगवानको कथाहरू कतिको सुन्छौ भगवानको कथा बेला बेला स्कुलमा हो राम भगवानको कथा सुनेछौ कि नै राम भगवानको सुनेछौ सुन्नुपर्छ धेरै कुरा सिक्नुपर्छ त्यस्तो भएर पनि अनि फेरि ऊ कस्तो लाग्छ तिमीलाई हर्क सम्पाङ सुनेछौ सुनेनौ बरै ल ठिक छ तिमी बच्चे छौ त्यस्तो सुन्नलाई अलि पछि चाहिँ तिमीले आफै बुझ्छौ को थियो भन्ने कुरा तिम्रो गाउँमा चाहिँ भनेपछि राम्रोसँग बाटो अझै पनि आएको छैन के कुरा बुझ्नु पर्यो नजिक छ चलेको कुरा भइरहेछ हामी यहाँनिर अरे ल मलाई सोध नि त केही प्रश्नहरू ल तिमीलाई जे मन लाग्छ त्यही सोध ल मेरो बारेमा भित्र सुन्छ बाहिर चढिछ भित्र सुन्छ बाहिर चढिछ अन्डा अनि भित्र चढिछ बाहिर सुन्छ त्यही त नि होइन अन्डा हो नि त होइन अनि अरू डानो ल ल के पनि है ल अरू के सोध्छु ल अरू सुनको कचौरा ऐसेलु अरू ल तिमीलाई सोध्छौ नि त नौतले गर ल भन त कि त म झुन्डेर मर्छु कि त मलाई प्याक पछाएर ओके कि त म झुन्डेर मर्छु कि त मलाई प्याक पछाएर के त त्यो कि त म झुन्डेर मर्छु के होला त सिगान आयो मलाई अनि फेरि ल मैले सोध्छु है त्यसो भए तिमीलाई विश्वको सबैभन्दा ठुलो मरुभूमिको नाम के हो सबैभन्दा ठुलो जङ्गलको नाम के हो जङ्गलको नाम अमेजन भन्छ है तिमीलाई थाहा रहन्छ त्यो पनि अब नेपालको सबैभन्दा पहिलो प्रधानमन्त्रीको नाम के हो भीमसेन थापा नेपाललाई एकीकरण गर्ने पहिलो राजा को थिए एकीकरण गर्ने के सबैले एकै ठाउँमा ल्याउने चुप लाग्न के स्वाङ हो तिम्रो पालोमा बोलेर अहिले बोल्नु त तिमी त्यो नचाहिने कुरामा बोल्छौ है काली लास्टै चुप लागेर बस तिम्रो नेपाललाई एकीकरण गर्ने मान्छे को थियो पृथ्वीनारायण शाह है त्यसपछि अनि त्यो के भन्छ गरे नेपाल त्यो के हो वर्ष के होला दिदी त्यो के ढुङ्गा गुल्टाएर नेपाल अंग्रेजहरु त्यो पनि कहानी थाहा छ तिमीलाई तिमी नबोलाइ कान्छे त्यहाँ सुनिन्छ है खासा खुसी गरेको नि मम्मीले बोलाछ कसलाई हजुरलाई अहिले ल ल ल म जान्छु ल एकछिन लागि सकाउने हो के भनेपछि त्यो अंग्रेजहरु लडेको नि थाहा छ तिमीलाई
त्यस्तो है त्यो अङ्ग्रेजहरू लड्दाखेरि चाहिँ त्यो ढुङ्गा हान्ने अनि चाहिँ त्यो कुलेलीले हान्ने त्यो अरिङ्गालको पोको दानीले हान्दा अरिङ्गलको पोकोमा झरेर अरिङ्गलहरू तल झरेको अनि फेरि भाग्दा त्यो सिस्नुको जाल थापेर त्यहाँ सिस्नुमा झरेको। वाह क्या बात, उसलाई सबै थाहै छ। अनि तिमीलाई यो मगर संस्कृतिहरू कति मनपर्छ? डम्फु बजाउन आउँछ तिमीलाई? डम्फु त्यो त बजाउन आउँदैन, माडल आउँछ अनि बाँसुरी। अरे रे रे गजब गजब गजब। मलाई चाहिँ डम्फु आउँछ, मादल चाहिँ आउँदैन मलाई, बाँसुरी हल्का हल्का ठोडा ठोडा, अरू आउँदैन मलाई। अनि सिस्नु खाछौ कि नै तिमीले पकाएर? एकपटक। मिठो हुन्छ है? मासु भन्दा मिठो हुन्छ? मासु भन्दा मिठो हुन्छ र दाँते होला साँच्चै हो? सिधा खाँदा त मिठै हुन्छ। ओके ल राम्रो कुरा। तिमी पछि गएर चाहिँ सिङ्गर बन्ने हो न? भविष्यमा तिम्रो प्लानै त्यही छ होइन? अब तिमीलाई जस्तै सिङ्गर बन्न दिएन भने के गर्छौ तिमी? सिङ्गर बन्न दिएन भने लाउरे भन्ने हो? लाउरे पनि उसको अप्सनमा छ, ठिक छ। लाउरे भन्नु पनि राम्रो कुरा हो। गाउँमा अब लाउरे तिमीले चिनेको लाउरेहरू छन् कि नै, लाउरे दाइहरू? यहाँको हाम्रै कलेजमा पनि एउटा प्रिन्सको दाइ। लाउरे बन्न दुःख हुन्छ नि, थाहा छ किन? फेरि भयङ्कर गाह्रो हुन्छ, त्यो पनि ख्याल गर। सिङ्गर बन्न पनि गाह्रो छ तिम्रो सपना पुरा गर्ने। तिम्रो सपना पुरा होस् भन्दै अबको यो भिडियोलाई चाहिँ हामी यही टुङ्ग्याउन चाहन्छौँ। के भन्न चाहन्छौ तिमी? धन्यवाद। उता भन न। ल धन्यवाद, नमस्कार सबैलाई है त। नमस्कार, मेरो नाम ऋतिका थापा हो। म निस्डी 4 मिट्यालमा बस्छु। मलाई कतिमा पढ्छौ तिमी? म 6 मा पढ्छु। 6 मा पढ्छिन् बहिनी। अहिले स्कुलको नाम पनि भन्नु त। मेरो विद्यालयको नाम श्री गौरी शङ्कर माध्यमिक विद्यालय हो। ओके, गौरी शङ्करमा पढ्छिन् बहिनी। तिम्रो घरमा को हुनुहुन्छ अहिले? मम्मी मात्र। मम्मी मात्र? ए मम्मीको नाम भनिदियो नि त। मेरो मम्मीको नाम यानु थापा। यानु थापा। उहाँको बुबा चाहिँ बिरामी भएर बित्नु भएको। उहाँको भन्दा नि उसको बुबा चाहिँ बिरामी भएर बित्नु भएको। कति वर्ष भयो नानी? 2 वर्ष? अनि बाबा बित्नु भएको न 2 वर्ष जति भयो। अहिले चाहिँ उनी कतिमा अरे? 6 मा पढ्छ। कति रोल नम्बर? 6 नै हो। 6 मा 6 नै हो रोल नम्बर। झ्याप्प लाएर। तिमीलाई तिम्रो के होला भविष्यको सपना के हो तिम्रो? मेरो कलाकार बन्ने। कलाकार बन्ने। यु वान्ट टु बी अ आर्टिस्ट हैन? एन आर्टिस्ट है त। उनी चाहिँ केमा तिम्रो के छ विशेष रुचि? नाच्ने, गाउने, एक्टिङ गर्ने केमा? मेरो गाउनेमा। एउटा गीत गाइदिउ ल तिमीले पनि। गाउने तिमीलाई जे मन लाग्छ, जे आउँछ त्यही गाइदिउ ल। इन्डियाको गाउँ? मिल्छ। लाख समझाऊं मैं तो दिल समझने पता मांगे तेरी घेरिया सोना था दिनों में झूठा रंग जो दिनों में झूठा कैसे बुलाऊं मेरिया जरा जन तू भी क्या याद रखेगा जारी में तेनू छोड़ दिया। भयो। एकदमै बवाल आवाज छ। हिन्दी पनि आउने छ तिमीलाई त बरै। ल तिम्रो सबभन्दा मन पर्ने सिङ्गरको नाम के होला भन्नु ल? सिङ्गर? कलाकार, गायक। केटाको? केटा? के भन्छ? नेपालीकै? नेपालीकै? आउँदैन। केटीको भन्दै ल। केटीको? एलिना चौहान मन पर्छ उसलाई। अनि हिन्दीमा? हिन्दीको त थाहा छैन उसलाई। हिन्दीको केटाको? थाहा छैन। ल केही छैन, जोस् हिन्दीमा त्यस्तो नेसेसरी चाहिँ छैन। उसलाई चाहिँ एलिना चौहान मन पर्ने रहेछ। एलिना चौहानको भोइस लास्टै राम्रो लाग्छ। गीत पनि सबै आउँछ उसको? धेरै त आउँदैन, एउटा आउँछ? लु गाइदिउ नि त। रक्सी चुरो चाख्न पाइन्न, बाहिर केटी राख्न पाइन्न। हो रक्सी चुरो चाख्न पाइन्न, बाहिर केटी राख्न पाइन्न।
मान्दिनेलाई मान्दिन्छु है सान्दिनेलाई सान्दिन्छु तिमीले धोका दियौ भने माकस कट्टा हान्दिन्छु मैले कट्टा हान्दिन्छु। एलिना चौहानको गीत पनि आउनेछ है कट्टा हान्दिन्छु। मिठो आवाज छ बहिनीको। तिमी अब पछि 10 सकिएपछि एकैचोटि गीत गाउन सुरु गर्ने हो कि बिस्तारै गाउँदै जान्छौ त? बिस्तारै गाउँदै जान्छु। बिस्तारै गाउँदै जान्छौ। अब दिदी कहाँ हुनुहुन्छ अहिले? दिदी बेसी हुनुहुन्छ 2 महिना बेसी। ए उसको चाहिँ मम्मी दिदी अनि दाई तिमी हैन 4 जना सदस्य घरमा चाहिँ अहिले ऊ र मम्मी मात्रै छ। तिमीहरूको पसल छ हैन? के पसल छ? ट्याङ्की हैन जस्तो A to Z सबै पाइने वाला। अब तिमी जस्तै भविष्यमा कलाकार सिङ्गर बन्ने भन्यौ एक्टिङ आउँछ कि नै? खासै आउन्न। अलिकति आउँछ। टिकटक बनाउँछौ? के हो तिम्रो टिकटक आइडीको नाम ल? रितिका थापा। रितिका थापा छ है। मैले लिंक राखिदिन्छु झ्याप्प फलो गर्ने। तिमी भनेपछि भविष्यमा सिङ्गर बन्ने भन्यौ। अब तिमीलाई चाहिँ सबभन्दा मन पर्ने के हो? दिदी दाई मम्मी मध्ये को मन पर्छ? मम्मी मन पर्छ। ओके ठीक छ। तिम्रो सपना पूरा होस्। सँगै तिम्रो सबभन्दा फेभरेट फुड के हो? फुड फ्रुट्सहरु फलफुल मन पर्छ। जङ्क फुड मन पर्छ कि नै? खासै मन पर्दैन। यो त धाते होला। तिम्रो मन पर्दैन र? खासै खान्न आजकल त। हो र? एहे अनि फेरि तिमीलाई चाहिँ हैन तिमी यसो बाटोमा हिँड्दाखेरि 50 लाख रुपियाँ भेटेको भए के गर्थ्यौ तिमी? मैले मम्मीको ऋण तिर्थ्यो अनि मैले एउटा गियरवाला साइकल किन्थे। मम्मीको ऋण तिर्थे एकदमै राम्रो सोच। तिमीलाई पनि एक दिनको लागि प्रधानमन्त्री बनाइदिएको भए के गर्थ्यौ तिमीले? मैले यो मिटेलको सबै बाटो जति फिक्स गरिदिन्थे। वाह क्या बात है। अनि साइकल चलाउन मिल्थ्यो। ले साइकल ए बरे स्कुल जाँदा नि के बल्ल स्कुल जाँदा नि साइकल चलाउन मिल्थ्यो हैन? तिम्रो स्कुल त नजिकै छ त हैन र? उकालो छ अलिक त्यसपछि। घरमाथि मात्रै हैन र? घरमाथि स्कुल जाँदा पनि साइकल लिएर जान्थ्यौ? साथीहरु पनि छ। हो? को तिम्रो बेस्ट फ्रेन्ड ल? बेस्ट फ्रेन्ड छैन। छैन? सबै साथीहरुले धोका दिन्छ। इट्स अ स्याड पार्ट है त। साथीहरुले धोका दिन्छ तिमीलाई? किन हो त्यस्तो? अनि भन्दा पनि मैले अरूलाई एउटा साथीलाई सहयोग गर्यो भने तिनले चाहिँ पहिला अलिक पछि कि मलाई सहयोग गरेन के अब। अब यो कुरा चाहिँ के भन्न सकिन्छ? इट्स मोर ट्रेजेडी है त। यस्तो चाहिँ हुन नहुने हो खासमा। तैपनि अब हामी के भन्न सकिन्छ र? त्यही यसको लागि चाहिँ अब तिम्रो एउटा साथी त होला नि? एउटा अलिक मिल्ने साथी छ। यहाँको भनौँ के? जहाँको मन लाग्छ त्यहाँको। मलाई अनुषा गाहा। कहाँको? चिउरीबासको अनुषा गाहा है त। सी इज वान अफ द वान के भनौँ अब एउटै त होला नि हैन? सबभन्दा मिल्ने साथी तिम्रो। स्कुलमा मिल्छ, घरमा चाहिँ भेट्दैन। ए घरमा त अब गाउँै टाढा होइन र उसको त? गाउँ चाहिँ फरक पर्यो। चिउरीबास त फरकै भयो नि त हैन? अघि आएको थियो भर्न जान मलाई कस्ता छ अब। किन? त्यो भर्न जाँदा मलाई तिमी गएनौ है? किन? मम्मीले साइकल किनिदिन्छु भन्दा। साइकलको लागि चाहिँ भर्मन चाहिँ स्याक्रिफाइस हान्दिन्छ नानीले। साइकल त एकछिन चलाउन मिल्छ भर्मन चाहिँ अब 2 दिनको लागि। कहाँ जाने रे भर्मन? भर्मन लुम्बिनी फुलबारी। पैसा पुग्यो भने चाहिँ उता रानीमल नै जाने रे? ओके रानीमल अरे तानसेनको त्यो दरबार। त्यो दरबारमा हेर्ने? ओके तिमीलाई जस्तै यस्तो प्रकृतिमा हेरेर यस्तो जस्तै हुन्छ नि घुमेर हिँड्ने त्यस्तो कतिको मन लाग्छ? खासै मन पर्दैन। भित्रै बसेर मन पर्छ? साथीहरु गयो भने त जान मन लाग्छ। तिमीले चाहिँ अहिलेसम्म रोछौ कि नै? रोछौ? के हुँदाखेरि? बाबा भेट्नु न अनि त्यही मम्मीले पिट्नु। मम्मीले चाहिँ किन पिट्नु छ तिमीलाई? मैले गल्ती गरेँ भने। गल्ती गर्यो भने? ओके गल्ती गर्नु ठिकै हो तर त्यो गल्ती भइहाल्छ हामीबाट नि। त्यो गल्ती चाहिँ सुधार्नु पर्छ है। पढाइमा कस्तो छौ तिमी? ठिकै। ठिकै? फेल हुन्छौ र हुँदैनौ?
ल राम्रो पढ्नुपर्छ अहिलेसम्म फेल भएको छैन ओके तिम्रो सपना चाहिँ तिम्रो सपना नै मम्मीको सपना हो तिमी अगाडि बढ्नु नै मम्मीको सपना हो त्यही भएर तिमीले चाहिँ त्यसलाई पुरा गर्नुपर्छ एन्ड देन अब तिमी कति 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 ठाउँमा घुम्न गएको छौ कुन कुन ठाउँमा अँ, रामपुर त त्यही हो रामपुर त्यता मात्रै त्योभन्दा उता गएको छैनौ तिम्रो सबभन्दा मनपर्ने बेस्ट टिचरको फेभरेट टिचर खेमौटी हाले ए खेमावती आले मिस म्याम हो के अहिले त उहाँ त खेमावती आले म्याम चाहिँ उसको चाहिँ फेभरेट टिचर है त अब मेरो मात्रै होइन सबै स्कुलको फेभरेट हो ओहो यो त पोइन्ट गर्नुपर्ने कुरा हो है अहिलेसम्म लप्टप परेछ नि तिम्रो होइन त्यस्तो गर्नु नि अहिले उमेर नै भएको छ नि तिम्रो अनि फेरि तिम्रो मिठाई कतिको मनपर्छ तिमीलाई मनपर्छ धेरै मनपर्छ मलाई पनि क्वेसन गर्दा तिमीलाई के मन लाग्छ मेरो बारेमा सोध्न ल त्यस्तो सोचेर भन्नु पर्दैन तिमीलाई जे मन लाग्छ त्यही सोध ल मलाई के प्रश्न गर्छ तिमीले ल आजको फेभरेट खानेकुरा के हो मेरो फेभरेट खानेकुरा पोट्याटो मलाई आलु लास्टै मनपर्छ हो त्यसो भए आलु खाऊ ल अरू सोध अरू के सोध्छौ ल मलाई हजुरको फेभरेट टिचर पहिला त टन्नै थियो मेरो त तिमीलाई डान्स कतिको आउँछ खासै आउँदैन तिमीलाई टिकटक बनाउँछौ कि नै बनाउँछौ होइन ओके टिकटक बनाउँछौ तिमीले मम्मीले भनेको कतिको मान्छौ साँच्ची हो ठिक ठिकै मान्छे ल ठिक छ तिमीलाई सबभन्दा मनपर्ने हाम्रो गाउँको मान्छेको यो गाउँको मम्मी बाहेक मम्मी त तिम्रो फेभरेटै हो के को मन पर्छ वर्षा दिदी वर्षालाई लिएर आउनु पर्ने चाहिँ अब यहाँ अनि अरू सुनाउ ल अरू सुनाउ के गर्छौ के तिम्रो जस्तै दिन कसरी बित्छ सुरुमा उठेर के गर्छौ एकछिन मोबाइल हेर्छु अनि आज चाहिँ सुरुमा उठे अनि मम्मीलाई कति बजे भनेर सोधे अनि फेरि 5 बजेर 6 बज्न लाग्छ भन्नुभयो मम्मीले अनि 5 बजेर 6 बज्छ त त्यो के मेरो साथीहरू के भ्रमण जाने भनेर निस्केको रहेछ अनि म पनि भ्रमण जान्छ मेरो साथीहरू त आज त भनेर उता बाहिर गएको अनि भ्रमण जाने भनेर तयारी गरेर बसेको थियो अनि अहिले चाहिँ उता एकछिन पसले रे अनि यता आलु किन्न आए अनि यहाँ खासमा उसको चाहिँ अब 10 देखि 4 सम्म चाहिँ स्कुलमै हुन्छ कि होइन स्कुलमा गएर आएपछि के गर्छौ नानी तिमी स्कुलमा आएपछि ड्रेस काट्छु अनि नास्ता खान्छु यहाँ हेर अनि नास्ता खान्छु अनि अनि होमवर्क लेख्छौ ओके अब उसको चाहिँ सबभन्दा राम्रो कुरा के छ भन्दाखेरि सी वान्ट टु बी एन आर्टिस्ट होइन सी सिङ्गर बन्न मन लाग्छ उसलाई एन्ड देन अब तिमीलाई चाहिँ यो गाउँको सबभन्दा मन नपर्ने कुरा के हो कुरा यस्तै त के हुन्छ के मन पर्छ ल एउटा भन नि त ल थुप्रै जो भन के मन पर्छ बाटो पिच छैन हाम्रो गाउँमा है यो पोइन्ट गर्नु गाउँपालिकाको बात मान्ने मात्रै छ गाउँपालिकाले बात मात्रै मार्छ बाटो बनाउँदैन त्यही भन्दैछु उनी पौडी खेल्न आउँछ कि तिमीलाई आउँदैन निस्ती खोलामा जान्छ होला नि होइन जान्छु बेसी गयो भने त मामा घर कहाँ रे तिम्रो मेरो मामा घर खासद्वारा हो अनि ढुङ्गना बेसी है खासमा उसको मामा घर अब ढुङ्गना बेसी तल त निस्ती खोला हो के होइन ढुङ्गना बेसीमा चाहिँ कतिको खेलेर हिँड्छ तिम्रो साथीहरू छ कि नै त्यहाँ छ ए टन्नै छन् है टन्नै त छैन छन चाहिँ छ नाम भन्ने त एकजनाको बहिनीहरूको भनौँ जति पनि मिल्छ अनुष्का खम्चा रे ए पाउरोटी मन पर्छ कि नै तिमीलाई आजकल मन पर्दैन पहिला मन पर्थ्यो केक मन पर्छ कि नै मन पर्छ केक अलिअलि मन पर्छ तिमीलाई किन जस्तै केक किन मन पर्छ ल केक
त्यो क्रिम हुन्छ मिठो गुलियो हुँदाखेरि चाउमिन मनपर्छ कि नि चाउमिन ठिकै लाग्छ अब त्यो फास्ट फुड जङ्क फुड पनि कम गर्नुपर्छ खानालाई तिमीलाई घर अब जस्तै पछि तिमी ठुलो भएर धेरै पैसा कमाएपछि के गर्छौ मम्मीको पहिला ऋण तिर्छु अनि चाहिँ दिदीहरूको पनि तिर्छु अनि बल्ल मेरो भविष्यको लागि सोच्छु एकदमै माइन्ड ब्लोइङ सोच है नानी म त के भन्नु अब यो भन्दा राम्रो सोच्ने ठाउँै छैन के अब मान्छेमा लोन कतिको हुन्छ भन्ने कुरा नेपालीहरूमा थाहै छैन तैपनि अब यतिको सोच हुनु भनेको धेरै राम्रो कुरा हो नि भयो त पोजिटिभ थिङ्किङ हुनुपर्छ तिमीलाई तिम्रो सबभन्दा मन नपर्ने बानी के होला मन नपर्ने बानी धेरै त्यो धेरै त्यो गल्ती गर्दा उसको चाहिँ धेरै गल्ती गर्ने बानी नराम्रो छ अरे सबभन्दा मन पर्ने बानी के हो त तिम्रो आफैले मम्मीसँग गल्ती नगर्ने त्यो मम्मीसँग गल्ती नगर्ने हैन गल्ती नगर्ने कि मैले कस्तो फेरि जस्तै गल्ती धेरै गर्ने भनेको चाहिँ मन नपर्ने भयो होइन अब फेरि गल्ती गर्ने कस्तो मैले बुझिनँ जस्तै तिम्रो सबभन्दा मन पर्ने बानी कि तिमी आफैलाई छैन धर्नी न बिसाउली 2 हातले उचाउली के होला धर्नी न बिसाउली 2 हातले उचाउली थाहा छैन ल्या नौ त नि घरको झ्याल्न दोका के हो बास अनि चाहिँ जस्तै गाउँपालिकाको परीक्षामा थिएन हो हाम्रो गाउँपालिकाको नाम के हो निष्ठी गाउँपालिका हाम्रो गाउँपालिकाको अध्यक्षको नाम के हो मुक्तबहादुर सारू वाह सिज पत्रा है ल हाम्रो गाउँपालिकामा कतिवटा वार्ड छ 7 नाम भन्नु त ल नाम पहिलो नम्बर वडाको नाम के हो थाहा छैन तिनीहरु त न ज्यामिरे बाकामालाङ ज्यामिरे अर्चले त्यस्तो के मित्याल अर्चले त छाको तिमी हुने के अहिले तिम्रो पालो छ के गर्नु तिमी पनि अलिक क्यामेरा आएर डराउने होला फेरि ल तिमी बिहान उठेर दाँत माच्छौ कि नै मास्दैन मास्नु पर्यो है तिमी हप्तामा कति चोटि नुहाउँछौ म धेरै जसो एकचोटि अनि मिल्यो भने चाहिँ 2 चोटि ओके त्यो पनि राम्रो हो तिमीले मेकअप गर्छौ कि नै यताउति जानु बेला म अलिअलि क्रिम लगाउँछु ओए सेन्ट लगाउँछौ कि नै लगाउँदैनौ ओके तिमीलाई कालो मन पर्छ कि गोरो मन पर्छ मलाई ठिक्कको ल त्यसो भए तिमीलाई ढिडो मन पर्छ कि त्यो अहिलेको चामल वाला ढिडो मन पर्छ के गुन्द्रुक मन पर्छ कि तामा गुन्द्रुक हैन तामा मन पर्छ ल सिद्रा मन पर्छ कि अनि मासुमा के मासु मन पर्छ तिमीलाई सबभन्दा भैँसीको मासु मन पर्छ ल त्यसो भए अब तिम्रो सबभन्दा तिमीले फिल्म कतिको हेर्छौ र धेरै हेर्दैन ल सबभन्दा मन पर्ने हिरो को हो तिम्रो राजेश समाल है ल तिमीलाई वैज्ञानिकहरूको नाम थाहा छ फादर अफ साइन्स भनेर कसलाई चिनिन्छ विज्ञानको पिता भन्ने होइन अल्बर्ट आइन्स्टाइन ल फादर अफ कम्प्युटर भनेर कसलाई चिनिन्छ चार्ल्स ब्याबेज नेपालको सबैभन्दा पहिलो वैज्ञानिक को ल त्यसो भने नेपालको सबैभन्दा अग्लो हिमालको नाम के हो सगरमाथा विश्वको सबैभन्दा लामो नदीको नाम के हो तिम्रो सबभन्दा मनपर्ने हिमालको नाम के हो मेरो सगरमाथा ल इंग्लिशमा सबभन्दा पहिला के आउँछ इंग्लिशमा सबभन्दा पहिला कुन अक्षर आउँछ यो त ल तिमी चाहिँ त्यही हो ल तिमी अब हिँड्दै गर्दाखेरि हैन तिमी बाइकमा गइरहेको थिए हैन बाइकमा जाँदै गर्दाखेरि रामपुरमा गएर तिम्रो एक्सिडेन्ट भयो हैन त्यसलाई इंग्लिशमा के भनिन्छ त्यसलाई इंग्लिशमा के भनिन्छ
तेललाई ओइल जाने ल ओके यति भन्दै हामी चाहिँ यो ठ्याक्कै यो कुरा चाहिँ अब यही यो बातचित चाहिँ यो कुराकानी यही विश्राम गर्न चाहन्छौँ। बहिनीको लागि धेरै धेरै धन्यवाद। के भन्न चाहन्छु जाने बेलामा? सबैजनालाई धन्यवाद। सबैजनालाई धन्यवाद। ल पहाडले बोलायो, नदीले सुनायो हाम्रो